हस् है चाहिँ हेर्ने हाम्रो गाउँलाई चाहिँ झारखोला भन्छ गाइज अनि हो त्यो पारे अब कस्तो हुन्छ माहौल त्यो थाहा छैन गाइज ए अनि नयाँ पालुवाहरू पलाछन् नि त वडा नम्बर गरिरहेको छ है गरेर जाउँ कस्तो एक्साइटेड भइरहेको छु म चाहिँ ए अहिले चाहिँ खोला सुकेको छ पुरै हजुर हजुर सन्चै छ के छ लाउँदै हाल्छ नि आउँछौँ उसको दाइहरू कहाँ हुनुहुन्छ यस्तो जानु पहिला सुरु स्टेजमा जाम अनि यो दिन मैले हेर्दैछु ल हिँड्दै उ त्यो हैन र दाइ हैन ओहो मैले मलाई त डर लागिसक्यो यस्तो हेरे सन्तानलाई सबैले किन हो तिर्किन हेरेको मलाई के छैन खारी भर्सेस कता योगा क्लब हुँदैछ दिदी त्यहाँ आउँछ जाने हो न जाम यहाँ बसेरी भर्सेस आइजेक टिम भाटीको गेम हुँदैछ गेम चाहिँ प्रतिस्पर्धात्मक भएको छ गाइज अरू चाहिँ मान्छेहरू सिक्नु भयो यता चाहिँ भाटी यता चाहिँ बसेरी हजुर हालै हेर्न सक्नुहुन्छ हामी चाहिँ हेरिरहेको चाहिँ हाम्रो एकता युवा क्लबले जितिसकेको छ अब हामी सुरु हुन गइरहेछ अब हेरौँ कसले जित्छ बासेवारीले लिडिङ गर्दै कहीँ नै मान्छे गइरहेको छ है हजुरले कसलाई सपोर्ट दिनुहुन्छ अहिले दर्शकहरूको जमातले बढ्दैछ के गरेको केटाहरूले खाना नजाने यस्तै हुन्छ गाइस नम्बर बसेरीले जितेको छ यो सेट चाहिँ हामी चाहिँ हेरेको हेरे हो अब चाहिँ अर्को गेम चाहिँ मडुवा भर्सेस आइजेक ए हुँदैछ हामीले चाहिँ एउटा सरप्राइज ल्याउँदैछौँ हजुरहरूलाई हेर्न सक्नुहुन्छ है दाइ हेर्न सक्नुहुन्छ रत्तली अब चाहिँ मडुवा भर्सेस आइजेक ए को गेम सुरु हुँदै गइरहेको छ हामी चाहिँ अब त्यही नै हेर्दैछौँ
गाइज अहिले चाहिँ मान्छेहरूको जमात बढ्दैछ काटो छिर्ने त न पहिलो सेट चाहिँ एकतायुवा क्लबले आइसक्यो के भइरहेको छ सुपर भएको छ के भइरहेको छ हामी त हेरेकै अब यो सेट चाहिँ मोडाले जित्यो अब फाइनल सेट जसले जित्यो त्यो फाइनलमा हो यस ल कसले जित्छ हुँदैछ गाइजहरू नम्बर 8 छ 8 बराबर सर्भिस खर्च कस्तो लागिरहेछ सरले मिस नम्बर 1 छ 18 एकतायुवा क्लब 17 18 17 एकदम रमाइलो लागिरहेछ गाइस यस्तो हुडिङमा पनि यस्तो कम्पिटिसन चले जस्तो भएको छ गाइस पाण्डा हो न पाण्डा यताको सात करोड भने यस्तो 32 करोड होइन सुरुमा कति कतिवटा हुन्छ 7 करोड 25 करोड 51 करोड 90 करोड अघि यस्तो त नभइदिनु हुन्छ नि गाइज हेर्न सक्नुहुन्छ फाइनल हो गाइज एकतायुवा क्लबले जितेको छ यो सेट चाहिँ लास्टमा तर गेम चाहिँ एकदम रमाइलो भइरहेको थियो हामी चाहिँ मोडललाई सपोर्ट गरिरहेको थियौँ त्यो पनि केही छैन नेक्स्ट टाइम ल ठिक छ राम्रो खेल्दैछ गाइज अब चाहिँ सेपत भर्सेस बसेरी बिच हुन गइरहेको छ गेम म ब्याचलर बीबीएस यसले तिम्रो नाम आयो तिम्रो नाम आयो के भन्छ है के रे जापानिज गाय ए साइना र अनि पढि हैन भर्ना पनि पढ्नै पर्नुपर्छ जान्यो के अब सर हामीलाई के गर्दा राम्रो होला भन्ने सोच्थे हजुरको पढ अनि गयो जापान पढिरहेको त म त हो सकेर गयो हुन्छ के म हैन जापान यार काम छैन कहाँ जाँदा राम्रो होला सर यस्तो सजेसन नेपालमै गर्ने के गर्ने लोकसेवातिर लड्ने सुगरका हातमेल गर्दै खाना राम्रो ठिक हो ल सरले यहाँ चाहिँ हामीलाई लोकसेवा दिन सजेसन गर्नुभयो है
हेलो दाइ उता हुनुहुन्छ उता सो गाइस अहिले चाहिँ हामीसँग हुनुहुन्छ दाइहरू है अनि उता रियाक्सन के हुन्छ भनेर कहिले नमाए मेरो मोबाइलमा चार्ज सकियो त्यसैले चाहिँ म दाइकोबाट बनाउँदैछु यता चाहिँ ए मेरो मोबाइल ब्लग बनाउने मोबाइल हेर्नुहोस् गाइस आइफोन किन्ने हो कि 100 सब्सक्राइब हानिदिनुहोस् न सब्सक्राइबर आइफोन सक्नुहुन्छ सबै अहिले गेम खेलेको हेर्दैछन् गेम हजुर ल केही भन्न के अरे भन्न चाहनुहुन्छ केही भन्न चाहन्नमा कस्तो लागिरहेछ एकदम रमाइलो हालेर बस्नु हो के अरे हिजो हारियो अनि आज पाखा लाएर बस्यो पाखा पनि धेरै पाखा लाएर बस्नुभयो यहाँ च्याक्क हुनुभयो ल ठिक छ कति बेला त देखाउनु भन्नु यति काटेर हामी चाहिँ उल्टा हाल्नु भयो कभर पनि मान्छे त खत्रै चाहिँ यहाँ ए रहेको छ भने उतापट्टिको चाहिँ सेपति व्यायाम क्लब रहेको छ अब चाहिँ कमसेकम गेम हुन गइरहेको छ यो चाहिँ फाइनल हो गण्डकी प्रदेश सभा दर्शकहरू यति नै रहेको छ गाइस चाहिँ यहाँ छन् अनि यहाँ चाहिँ हाम्रो टोलीहरू बसिरहेका छन् को तिमी ल गाइस हेर्न सक्नुहुन्छ यहाँ होटिङ जति सबै आयोजकलाई आएको छ कस्तो लागिरहेछ एक सेट आयोजक एले हात पार्न सफल भइसकेको छ यो चाहिँ सेपति अब चाहिँ कसको हातमा पर्छ थाहा छैन है त हेर्दै जाऊँ है हेलो गरिन् पनि गर्ने त तिमी नमस्ते नमस्ते नाच्ने हो सेपति वकला तेरा तेरा ना मेरा ये हमारा के भन्न चाहनुहुन्छ हजुर म मिस ओ एक क्लब फर्स्ट
हुन सफल भएको छ। त्यसै गरी नै सेकेन्ड हुन सफल भएको छ। के भन्न चाहनुहुन्छ हजुर? अब लास्टमा गेम चाहिँ एकदम रमाइलो भयो अनि रमाइलो चाहिँ भयो हुनलाई, तर जानु ल जतिको छ त्यतिको गेम देखाउन सकेन। ल कस्तो लागिरहेको ल म चाहिँ भन्न खाना अन्त भयो। दिन पनि सकिन लाग्यो यहाँसम्म भिडियो खेलिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर चाहिँ म यो भिडियो यहीँ इन्ड गर्न चाहन्छु। अनि जति पनि नयाँ साथीहरू हुनुहुन्छ उहाँले मलाई सपोर्ट गर्न नभुल्नु होला। बाई बाई गाइज।